यात्रा केवल गन्तव्यसँग पुग्ने बाटो होइन, कहिलेकाहीँ त्यो आफैमा एउटा सुन्दर अनुभव बन्छ। आज हामी पुगेको छौँ हङदेवा गाउँको आकर्षक करिब 200 मिटर लामो झुलुङ्गे पुलमा। तल बगिरहेको खोलाको आवाज, वरिपरि फैलिएको हरियाली र शान्त वातावरणले मनैलाई आनन्दित पार्छ। यो पुल केवल सुन्दर दृश्यको केन्द्र मात्र होइन, फुमलिङ नगरपालिका वार्ड नम्बर 9 र 10 लाई जोड्ने स्थानीय जीवनको महत्त्वपूर्ण सङ्गम स्थल पनि हो। दैनिक यात्रा सहज बनाउने यो पुल प्राकृतिक शान्ति र स्थानीय जीवनशैलीको सुन्दर सङ्गम बनेको छ। नयाँ अनुभव र शान्त वातावरणको खोजीमा हुनुहुन्छ भने हङदेवा गाउँको यो झुलुङ्गे पुल तपाईँ अवश्य पुग्नै पर्ने ठाउँ हो, किनकि केही यात्राहरू गन्तव्यभन्दा पनि बढी सुन्दर हुन्छ।